जोजलपा नमस्ते। आज पनि समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा युनिक शाक्य र म शङ्कर थापा। आज हामी कुराकानी गर्दैछौँ हरिभक्त महर्जनज्यूसँग। चन्दागिरी नगरपालिकाका प्रवक्ता हुनुहुन्छ र 11 नम्बर वडाका वडा अध्यक्ष पनि हुनुहुन्छ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। टेलिफोन सम्पर्क भइसकेको छ। म उहाँसँग कुरा गर्न चाहन्छु। हेलो हेलो हरिभक्त सर, नमस्कार। नमस्कार जोजलपा। यो कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्छु। तपाईँ र तपाईँको एफएमलाई धेरै धेरै धन्यवाद छ। मेरो आवाज सुनिरहनु भएको छ? सुनिरहेको छु। मैले आज यहाँलाई फेरि निम्ताउन खोजेको के कारण भन्दाखेरि अब हाम्रो कीर्तिपुरको यो नेवारहरूको सांस्कृतिक जात्रा भनौँ न, यो धेरै परम्परागत रूपमा चलिरहेको जात्रा पुस 9 गतेदेखि सुरु हुँदैछ। यो जात्रा चाहिँ अब यो कोरोनाको स्थितिमा हामी कसरी मनाउँदैछौँ, अब यसले फेरि भयावह स्थिति नलियोस् भन्ने किसिमको के सुरक्षा सम्बन्धी के कस्तो विधिहरू अपनाउनु भएको छ, यसबारेमा बताइदिनुहोस् न। अब हामीले अब यो जात्रा अब ऐतिहासिक, सांस्कृतिक र परम्परा, हजुर, यो त्यो हाम्रो नेवार समुदायको विशेष गरिकन यो मुलुककै जात्रामा यो चौथौमा पर्छ। हजुर, र सबैभन्दा ठुलो रातो मच्छेन्द्रनाथ, सेतो मच्छेन्द्रनाथ, बिस्किट जात्रा पछिको यो चन्दागिरी नगरपालिकाको पनि ठुलो र यो हाम्रो जिल्लाको सबैभन्दा यो महत्त्वपूर्ण जात्रा हजुर, र नगरपालिकाको त ठुलै जात्रा भइहाल्यो। हजुर। अब यो जात्रा भनेको मत्स्यगाउँ, सतुङ्गल, नैका, बोसीगाउँ, लोङकोट र तिनठाना, पाङ्गा, कीर्तिपुर, नगाउँ, भादङ्गल यी सबैको एउटा संयुक्त रूपमा चाहिँ यो 2टा नगरपालिकाको विशेष गरिकन जात्रा हुने र त्यो जात्रालाई व्यवस्थापन गर्न हामीले महिनौँ दिनदेखि विभिन्न गुठियारहरू, बाजागाजा बजाउने क्लबहरू र विभिन्न युवा र सङ्घ संस्थाहरू सबैसँग हामीले धेरै पटक बैठक बस्यौँ र कीर्तिपुरको मेयर साहब लगायत र त्यहाँ चाहिँ वडा अध्यक्षहरू, त्यहाँका पुजारीहरू र यहाँका गुठीका सम्पूर्ण निजी गुठीका चाहिँ पदाधिकारीहरू सहित धेरै पटक बसेर हामीले अहिले चाहिँ यो व्यवस्थापन कसरी गर्ने भनेर जात्रालाई चाहिँ हाम्रो परम्परालाई पनि जोगाउनु पर्यो र अर्को भनेको त्यसलाई चाहिँ कोरोना कोभिड जुन चाहिँ बढिरहेको महामारी छ त्यो रोगबाट पनि जोगाउनु पर्छ। पक्कै पनि। र दुईटै कुरालाई हामीले चाहिँ एउटा चाहिँ फ्युजन गरेर व्यवस्थापन गरेर र यो जात्रालाई चाहिँ हामीले चाहिँ एउटा भिडभाड नगरिकन व्यवस्थित साथ मनाउनका लागि अब कुनै पनि हामीले चाहिँ स्वयंसेवकहरू नखटाउने त्यो जात्रामा। र किन भन्नाले अब स्वयंसेवक 100 राख्ने बित्तिकै फेरि 100 जना बढी हुने भयो। त्यसले गर्दाखेरि जात्रामा समावेश हुनलाई चाहिँ हामीले 11वटा चाहिँ रङ्गीन कार्डहरू बनाउने। त्यो चाहिँ 450 वटा चाहिँ मात्र 460 वटा पास मात्र बनाउने। 460 वटा। हजुर। त्यो 11 कलरको हुन्छ। मसीगाउँको त्यहाँको बाजा बजाउने, त्यहाँको गुठिया, त्यहाँको चाहिँ यो व्रत बस्ने सबै गरेर मसीगाउँलाई चाहिँ हामीले 75 वटा दिने। अनि त्यस्तै गरी चाहिँ सतुङ्गललाई चाहिँ 85 वटा, अलि चाहिँ अब बढी त्यो काम गर्नुपर्ने विभिन्न भएको हुनाले र त्यस्तै गरी चाहिँ नैकापलाई चाहिँ 17 वटा, बोसगाउँलाई चाहिँ अब त्यो चाहिँ अब भैरवको मूर्ति घ्याम्पो सहित हुने हुनाले त्यहाँ 3 जना 6 जना मात्र बोके हुने। त्यो बाजागाजा सहित त्यहाँ त्यसलाई चाहिँ 55 वटा दिने। लोखा भनेको तपाईँको यो मात्र छ, त्यसलाई चाहिँ 55 वटा दिने। त्यो पनि त्यस्तै किसिमको हुन्छ भेलामा भेला बोक्ने। त्यसपछि चाहिँ 3 ठानालाई 15 वटा त्यो आयोजक त्यो ठाउँमा भएको हुनाले
त्यसले देउता ल्याउँदैन, तर चाहिँ जात्रा हुने ठाउँ भएको हुनाले त्यसलाई चाहिँ हामीले चाहिँ 15वटा दिन तिनीहरूको चाहिँ अब होस्ट आयोजक ठाउँ भएको हुनाले त्यहाँ चाहिँ बाजागाजा मात्र ल्याएर एकछिन बजाएर हिँड्नलाई उहाँहरूलाई 15वटा दिने र त्यस्तै मात्रलाई यो पूजा गर्नेहरू त्यहाँ विशेष चाहिँ पूजा गर्न आउने छ त्यो रिजालहरूको उहाँहरूलाई चाहिँ 10वटा दिने र त्यस्तै पाङ्गा कीर्तिपुरलाई चाहिँ त्यहाँ चाहिँ देउता ल्याउने र उहाँहरूको पनि गुठियारहरू केही आउनु भएको हुनाले उहाँहरूलाई 23वटा र जात्रा व्यवस्थापन चाहिँ फेरि छुट्टै चाहिँ एउटा गुठियारहरूको चाहिँ गुठी सञ्चालन गर्नेहरूको समिति छ, त्यसलाई 18वटा दिने। अनि व्रत बस्नेहरूलाई चाहिँ जम्मा चाहिँ यसपालि पहिलेदेखि बस्दै आएकाहरूलाई भनेर 40जनालाई चाहिँ 40वटा दिने र जनप्रतिनिधिहरू चाहिँ प्रत्येक वडाकोलाई 2-2जनाको दरमा चाहिँ 14जनालाई दिने गरी चाहिँ हामीले चाहिँ 460जनालाई मात्र प्रवेश गराउने, त्यो पनि पालै पालो। र जुन चाहिँ सतुङ्गलको 85जना भित्र प्रवेश गरेर देउता रोकिसकेपछि त्यो 50जना बाहिर आउने, त्यहाँ बस्नुपर्ने थकाली र गुठीको मान्छे मात्र बस्ने, बाँकी सबै चाहिँ त्यो परिसर छोडेर आफ्नो काममा लाग्ने। जुन बेला देउता फर्काउनु पर्ने हुन्छ पहिला लग्ने बेला जुन प्रवेश गरेको छ र उनीहरू बाहिर आइसकेपछि अर्को प्रवेश गर्ने फेरि र यसरी क्रमबद्ध रूपमा त्यहाँ चाहिँ 10-20-30जनाभन्दा भित्र चाहिँ नरहने। हुन त अब त्यहाँ हजारौँ हजार 20-30 हजारभन्दा मान्छे भिड हुने ठाउँमा हामीले अब त्यो 20-30जना वा चाहिँ म्याक्सिमम 85जना एकछिन रहन्छ, त्यसपछि फेरि त्यो देउता राखेपछि त्यो जाने ढङ्गले क्रमबद्ध रूपमा चाहिँ पालै पालो हामीले चाहिँ गर्ने। र त्यसपछि चाहिँ जात्रा स्थलमा लाग्ने हाट बजार र खुल्ला पसल बन्द गर्ने। त्यहाँ पहिला अब त्यो पसल विभिन्न फुटपाथमा पसल हालेपछि मान्छे त्यहीँ चाहिँ उभिने, त्यहीँ किन्ने, त्यहीँ भिड गर्ने, त्यसले गर्दा त्यो पसलहरू सबै चाहिँ बन्द गर्न लगाउने। यसरी अब अर्को चाहिँ रथ घुमाएर रोक्ने र रथ नचाउन दिने। रथ चाहिँ मन्दिर आमाकोमा त्यो चामुण्डामा चाहिँ घुम्ने र 3चोटि घुमेपछि ठ्याक्क रोक्नु पर्ने, त्यसले चाहिँ त्यहाँ चाहिँ नचाउन नपाउने। जात्रा मनाउने क्रममा चाहिँ स्थानीयको घरमा पाहुना नबोलाउने, यसपालि पाहुनालाई चाहिँ नबोलाउने। रथलाई छिटो बिहान सकेसम्म चाहिँ 2-3 बजे राति नै लाने। पहिला अब बिहान 4-5 बजे लाने चलन छ र यसपालि चाहिँ हामीले 2 बजे नै लाने ढङ्गले त्यो चाहिँ छिटो लग्ने। र जात्रा स्थल विष्णुदेवी मन्दिर वरिपरि 200 मिटरभित्र चाहिँ मदिरा जाँड रक्सी चाहिँ बेच्न निषेध गर्ने। र अर्को भनेको नगरपालिकाबाट जारी गरेको यो बखुम र सञ्चालन पास लिएकालाई बाहेक अन्यलाई प्रवेश निषेध गर्ने भन्नाले अरू चाहिँ यसपालि चाहिँ जात्रा हेर्नेहरू भिडभाड गर्नेहरू जान नपाउने र परम्परा रीतिरिवाज अनुसार चाहिँ गर्नुपर्ने जुन हाम्रो नियम छ त्यो नियमलाई पालना गर्ने ढङ्गले गर्दाखेरि कमसे कम चाहिँ कोभिड जुन बढिरहेको मान्छेको ज्यानै लिने त्यो ढङ्गको कारणले गर्दा उनीहरूलाई जोगाउने बचाउने र हाम्रो परम्परालाई पनि हामीले चाहिँ नियमित हाम्रो संस्कार र संस्कृति अनुसार पालना गर्नुपर्ने र त्यो कुरालाई चाहिँ व्यवस्थित गर्ने भनेर हाम्रो नगरपालिका र अन्य गुठीका र समाजसेवी बुद्धिजीवी लगायत सबैको सहभागीमा यो हामीले सर्वसम्मति निर्णय गरेका छौँ। धेरै राम्रो। अहिलेको स्थितिमा यो कोभिडले चाहिँ धेरै महामारी रूपमा फैलिन सक्ने स्थितिलाई ध्यानमा राखेर यहाँले बनाउनु भएको नियमको एकदम म सराहना गर्छु। पक्कै पनि हाट बजार बन्द भयो, पाहुनाहरू नबोलाउने, अब यो भनौँ न मदिरा निषेध भयो, अनि हेर्न आउने रमितीहरूको लागि पनि बन्द गरेपछि आफ्नो संस्कृति पनि जोगिने, चाडबाड पनि मानिने एकदम राम्रो निर्णय गर्नुभएको रहेछ। धेरै धेरै धन्यवाद हाम्रो श्रोताहरूलाई यो जात्राको बारेमा जानकारी दिनुभयो, म यहाँलाई धन्यवाद दिन चाहन्छु। अब कार्यक्रममा म यो ठ्याक्कै मोडेर म हाम्रो नगरपालिकाको अब भावी गतिविधि के कस्तो छ, विकास गतिविधिहरूको बारेमा मैले यसअघि पनि यहाँलाई सोध्न खोजेको थिएँ, समय अभावले पुरा हुन पाएन। आज पनि समय त थोरै छ। भावी योजनाहरू, विकासका भावी योजनाहरूबारे अलिकति बताइदिनुहोस् न। विशेष गरिकन अब हाम्रो नगरपालिकामा हामीले अहिलेसम्म फोहोर मैलालाई पूर्ण रूपमा व्यवस्थापन गर्न सकेका छैनौँ। प्राइभेटहरूलाई हामीले दिइरहेका छौँ। हजुर। त्यसले गर्दा यो
फोहोर मैलालाई व्यवस्थापन गर्न हामीले योभन्दा अगाडि पनि वायरिङ गएर त्यहाँको चाहिँ यो फोहोरलाई चाहिँ कसरी चाहिँ मोहरमा परिणत गर्ने हजुर हो भनेर हामीले त्यहाँ त्यो मेसिनहरू हेरेर आयौँ। हामीले किन्ने पनि तयारी गऱ्यौँ, हजुर। तर हामीले करोडौँ बजेट पनि हाल्यौँ, तर पनि गर्न सकेका छैन। अझ पनि यसलाई व्यवस्थित गर्नका लागि यो छिमीमा हाम्रो किर्तिपुरमा पनि केही व्यवस्थापन छ, हजुर त्यहाँ पनि हामीले हेरेका छौँ। हजुर। र अब यसलाई चाहिँ फोहोर व्यवस्थापन गर्ने र त्यो ढङ्गले हामी यसलाई यसपालि चाहिँ हामीले फोहोरलाई चाहिँ व्यवस्थापन गरेर राम्रो गर्ने भनेर हामी ल्याएका छौँ। हजुर र अर्को चाहिँ एक घर एक धारा भनेर खानेपानी, हजुर र त्यसको लागि चाहिँ हामीले धेरै ठाउँमा डिप बोरिङ गरेका छौँ हजुर र धेरै मान्छेलाई चाहिँ अब यसपालि चाहिँ डिप बोरिङ र अनि अर्को भनेको मान व्यवस्थापन र अरूले जुन चाहिँ ट्याङ्करमा बेच्ने कुरालाई हामीले चाहिँ अहिले बलम्बोमा पनि जुन पानीको धेरै अभाव थियो त्यो ठाउँमा चाहिँ त्यहाँको एउटा इनारबाट किनेर अब चाहिँ ट्याङ्करमा होइन पाइपबाट वितरण गर्ने भनेर यो बलुममा पनि पानीको सुरुवात भएको छ। हजुर र अब अधिकांश वडामा हाम्रो पानीको चाहिँ बिस्तारै पुग्न लागेको छ भने अर्को मेलन्ची पनि आउने कुरा चाहिँ छ, त्यसले अझ थप सहयोग गर्ला र खानेपानीमा त्यो अवस्था छ भने अर्को हामीले उज्यालो चन्दागिरी बनाउने। हजुर अब हुन त हामीले विभिन्न वडाहरूमा चाहिँ टोल टोलमा चोक चोकमा बत्तीहरू बाटोमा चाहिँ जडान गरिसक्यौँ, हजुर तर पनि मेन हाइवेमा जहाँ चाहिँ अपराध हुनसक्छ, जहाँ चाहिँ दुर्घटना हुनसक्छ, त्यो सुरक्षित र त्यस्तो घटना नघटोस्, अकालमा मान्छेको ज्यान नजाओस् भनेर हामीले यो हाम्रो सिमाना पिपला मोडदेखि लिएर कलङ्कीसम्म सिस्ने खोलादेखि नै हामीले 500वटा चाहिँ अहिले यो सेन्सर लाइट, हजुर सेन्सर बत्ती चाहिँ जडान चाहिँ रातभरि चाहिँ पुरै उज्यालो हुने ढङ्गले उज्यालो चन्दागिरी बनाउने ढङ्गले त्यो बत्ती जडान गर्ने काम पनि अन्तिममा पुगेको छ। अब 1 महिनाभित्रमा त्यो चाहिँ पूर्ण बत्ती बालेर अपराध र दुर्घटनाबाट जोगाउन सुरक्षित बनाउन त्यो अभियानमा लागेका छौँ। हजुर अर्को हामीले योभन्दा केही समय अगाडि नै हामीले सिसिटिभी चाहिँ अब जोडिसकेका छौँ र त्यसले धेरै प्रभावकारी यो दुर्घटना हुनबाट हामीले धेरै चाहिँ जोगाउने काम भएको छ र कसले गर्यो भनेर पत्ता लगाउने काममा चाहिँ सहयोग गरेको छ। तर यो बत्ती बलेपछि दुईटै काम अझ महत्त्वपूर्ण हुन्छ र एम्बुलेन्स पनि हामीले अब यो कोभिडको कारणले कोभिडकै एउटा नेपालकै एउटा नमुनाको रूपमा टाटा कम्पनीले सबैभन्दा पहिलो बनाएको र स्वीकृति मार्फत हामीले यो एम्बुलेन्स ल्याइसकेका छौँ र त्यसलाई पनि आजबाट हाम्रो नगरपालिकाले व्यवस्थापन गरी सञ्चालन गर्ने तयारीमा छ। योभन्दा अगाडि चाहिँ डेलिकेटेड यो बैकुण्ठ धामको चाहिँ एम्बुलेन्स लिएर हामीले कोभिडको काम गर्दै आएका थियौँ भने अब आफ्नै नगरपालिकाको नगरवासीका लागि यही एम्बुलेन्स हाम्रै नगरपालिकाको एम्बुलेन्सले काम सुरु गर्ने र दमकल पनि आएको अवस्था छ। दमकलले आगजनी विपद परेको बेलामा सहयोग गर्नका लागि पनि यो काम चाहिँ अगाडि बढ्ने भएको छ भने अर्को महत्त्वपूर्ण कुरा के छ भन्नाले थानकोट चितलाङको जुन सडक जुन चाहिँ 21 किलोमिटरको छ र त्यो अहिलेसम्म अब 4 वर्ष भयो काम सुरु भएको, त्यसमा विभिन्न किसिमका विवाद भएर थोरै किलोमिटर मात्र बन्यो, 2-3 किलोमिटर मात्र। अब उताबाट 10 किलोमिटर झन्डै बनेको छ, तर हाम्रो चाहिँ 6-7 किलोमिटर अझ बनाउनु पर्ने। अब हामी 6 महिनाभित्रमै गर्ने र त्यसलाई चाहिँ ढुङ्गाको बिक्रीको विषयमा विभिन्न विवाद भएर हामीले चाहिँ अब नगरपालिकाले एक टिपको चाहिँ 5,000 लिने, बाँकी चाहिँ अब ठेकदार र का नियममा अनुसार तिर्नुपर्ने त्यो तिरेर त्यो ढङ्गले ढुङ्गा ग्राभेललाई 2500 र माटोलाई 200 गरी नगरपालिकाले कर लिन्छ। ढाल राख्छ, प्रहरी राख्छ, हाम्रो प्रतिनिधि राख्छ, उहाँहरूको प्रतिनिधि राख्छ। त्यो ढङ्गले एक किसिमको हाम्रो एउटा सहमति भएको छ। त्यसलाई पनि आज यो गणेशमान मार्गको पनि हामीले चाहिँ आज यो हाम्रो कार्यपालिकाको बैठक आजै छ 2 बजे चन्दागिरी पार्टी प्यालेसमा। त्यसले चाहिँ निर्णय गरेर यसलाई व्यवस्थापन गर्ने र चन्दागिरी नगरपालिकाका वडाहरूमा स्वास्थ्य चौकी र वडा कार्यालय बनाउने ढङ्गले हामीले त्यो कार्यपालिकाबाट यो चन्दागिरी नगरपालिका 11 को आफ्नै भवन नभएको हुनाले त्यसको जग्गा पनि नभएको हुनाले जग्गा अधिग्रहण गरी यो मन्त्री क्याबिनेटबाट मन्त्री परिषदबाट चाहिँ पास गरेर यो तत्कालै चाहिँ हामीले चाहिँ भवन बनाई स्वास्थ्य चौकी बनाउने र अन्य वडामा नभएका ठाउँमा पनि बनाएर 15 वडामा चाहिँ
यो वडा कार्यालय भवन र हाम्रो नगरपालिकाको प्रशासनिक भवन पनि 4 तला 5 तला भएको छ। अब 1 तला मात्र बाँकी छ। अनि हाम्रै नगरपालिकामा चाहिँ अहिले भूसेवा पनि सञ्चालन भएको छ र अर्को भनेको हाम्रो प्राथमिक चन्दागिरी हस्पिटलमा चाहिँ यो डाक्टर स्त्रीरोगको चाहिँ विशेषज्ञ चाहिँ सेवा पनि सुरु भएको छ अस्तिबाट र प्रसुति अब गर्भवतीहरूलाई चाहिँ त्यहीँ भर्ना गराउने, त्यहीँ चाहिँ उपचार गराउने, त्यो ढङ्गले 15 बेडको व्यवस्थापन गर्नका लागि कामहरू अगाडि बढेको छ र अन्य डाक्टरहरूको पनि परिपूर्ति गर्ने, अनि यो स्टाफ नर्सहरू, कर्मचारीहरू, फार्मेसीहरू त्यसको पनि जाँच गरेर अहिले हामीले चाहिँ रिजल्ट गरिसकेको अवस्था छ। अब यसलाई चाहिँ स्वास्थ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा पनि त्यस्तै ढङ्गले हामीले व्यवस्थापन गर्दैछौँ र त्यसका पनि नियम नीति ऐन कानुनहरू बनाएर र शिक्षालाई पनि व्यवस्थापन गर्ने निःशुल्क रूपमा, स्वास्थ्यलाई पनि निःशुल्क रूपमा गर्ने र अन्य चाहिँ खानेपानी लगायत अनि सडकहरू हामीले चाहिँ टोलमा चाहिँ धुलो र हिलोबाट जोगाउनका लागि सबै ठाउँमा चाहिँ अधिकांश ठाउँमा चाहिँ हामीले चाहिँ ढलान र कालोपत्रे र त्यस्तै गरी चाहिँ इन्टरलक, ढुङ्गा छाप्ने र मठ मन्दिर र आदि सबैलाई चाहिँ मर्मत सम्भार गर्ने, भूकम्पको पुनर्निर्माण कार्यलाई पनि अब व्यवस्थित साथ त्यो पीडितहरूको घर बनाउन सहयोग गर्ने त्यो काम पनि हामीले गर्दै आएका छौँ भने र विभिन्न भ्यू टावरहरू, पार्कहरू र फुटबल मैदानहरू यी धेरै ठाउँमा धेरै कुराहरू हामीले अहिले गर्दै आएका छौँ र अर्को सामुदायिक हस्पिटल पनि हामीले यो मात्रसम्म हामीले निर्माणधीन र अन्तिम अवस्थामा पुगेर अब उद्घाटन गर्ने क्रममा हामी लागिसकेका छौँ र अन्य कोभिडका कुरालाई पनि नियमित रूपमा 25 जना चाहिँ हामीले चाहिँ अहिले शास्त्रमा चाहिँ त्यसको कन्ट्याक्ट ट्रेसिङ गर्दै आएका छौँ र अन्य आवश्यक पर्दा हामीले अझ थप गरेर चन्दागिरी नगरपालिकालाई चाहिँ एउटा ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्दागिरी भनेर जुन भनेका छौँ त्यसलाई चाहिँ विभिन्न पार्कहरूदेखि लगायत सबै कुराहरू व्यवस्थापन गरी यो कार्यहरूलाई चाहिँ हामी नगरपालिकामा यी कामहरू गर्दै आएका छौँ। हजुर, धन्यवाद अधिवक्त महर्जनज्यू। अब यो चन्दागिरी नगरपालिकाको भावी योजनाको बारेमा प्रकाश पारिदिनु भयो। आज समय सकिने आँटेको छ, म त्यसैले आज म यहाँसँग छुट्टिन चाहन्छु। धेरै धेरै धन्यवाद दिएर भविष्यमा पुनः जोडिने आशा राख्दै म आज यहाँसँग छुट्टिन्छु। धन्यवाद। धन्यवाद तपाईँको एफएमलाई। उहाँ हुनुहुन्थ्यो हरिभक्त महर्जन, प्रवक्ता चन्दागिरी नगरपालिका र वडा अध्यक्ष पनि हुनुहुन्थ्यो, 11 नम्बर वडाका वडा अध्यक्ष पनि हुनुहुन्थ्यो। यो नेवा एफएमको समय सन्दर्भ सुन्दै हुनुहुन्थ्यो। आजलाई यति नै। अब यस अगाडि रेडियो शिक्षा कार्यक्रम सुन्नुहुनेछ। कार्यक्रमबाट युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते।